भ्याकेन्सी अनाउन्समेन्ट एउटा नेसनल लेभलको डेभलपमेन्ट ब्याङ्कले चाहिँ के भ्याकेन्सीहरू खोलेको छ सो सम्बन्धित जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। आशा छ हजुरहरूले यस भिडियोलाई अन्तिमसम्म हेर्नुहुनेछ। यो चाहिँ नेसनल लेभलको डेभलपमेन्ट ब्याङ्क रहेको छ, जसले चाहिँ ट्रेनी असिस्टेन्ट र कन्ट्र्याक्टको लागि चाहिँ विभिन्न ठाउँहरूको लागि भ्याकेन्सी खोलेको छ। हेरौँ कहाँ र कस्तो कस्तो छ भन्ने कुरा। पोजिसन रहेको छ ट्रेनी असिस्टेन्ट है। लोकेसन भनेको छ कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश भनेको छ। अनि कन्ट्र्याक्ट स्टाफमा पनि सेम त्यही छ, कोशीको ब्रान्च, मधेस, गण्डकी, लुम्बिनी र कर्णालीको भनेको छ। अनि एजुकेसन क्वालिफिकेसनको कुरा ट्रेनीको लागि चाहिँ ब्याचलर लेभल कम्प्लिट भन्नेको कुरा आयो, जुन चाहिँ म्यानेजमेन्ट फ्याकल्टीबाट हुनु पर्यो है। म्यानेजमेन्ट फ्याकल्टीलाई चाहिँ प्रायोरिटी दिनेछ भने कन्ट्र्याक्टको रहेको छ, कन्ट्र्याक्टको चाहिँ +2 म्यानेजबाट गरेको हुनु पर्यो। अनि ब्याचलरलाई चाहिँ प्रिफरेन्स दिइनेछ। एजको कुरा गर्दाखेरि चाहिँ लास्ट डेडलाइनसम्म चाहिँ 26 वर्ष पुरा हुनु भएन ट्रेनीको लागि भने चाहिँ कन्ट्र्याक्टको लागि 30 वर्ष पुरा हुनु भएन। रिक्वायरमेन्ट भनेको छ यो चाहिँ जब डिस्क्रिप्सनमा आधारित हुनेछ। अब हेरौँ कहाँ के चाहिएको छ भन्ने कुरा। डकुमेन्ट टु बी सबमिटेड भनेको छ। अपडेटेड रेज्युमे चाहियो, ट्रान्सक्रिप्ट अफ लेटेस्ट एजुकेसन क्वालिफिकेसन चाहियो हैन। त्यसपछि इक्विभ्यालेन्ट सर्टिफिकेट इन केस अफ डिग्री अब्टेन फ्रम फरेन युनिभर्सिटी। यदि विदेशबाट चाहिँ पास गर्नु भएको छ भने चाहिँ इक्विभ्यालेन्ट सर्टिफिकेट चाहियो। अनि पिपी साइजको फोटोग्राफ चाहियो, अनि नागरिकताको फोटो। यो रहेको छ। रिक्रुटमेन्ट फेजेस भनेको छ इक्जाम र इन्टरभ्यू हुन्छ, दुईटा, रिटन इक्जाम र इन्टरभ्यू। यदि हजुरहरूलाई चाहिँ इक्जाम सम्बन्धी नोटहरू चाहिएको छ भने चाहिँ डिस्क्रिप्सनमा दिएको लिङ्कमा क्लिक गर्नुहोस्, त्यहाँबाट चाहिँ प्राप्त गर्नुहुनेछ। अब कसरी अप्लाई गर्ने त भन्ने कुरा आयो। growthseller.com बाट चाहिँ तपाईहरुले अप्लाई गर्न सक्नुहुनेछ। कहिले भन्दा 11 साउन 2083 सम्म। त्यसैगरी इक्जाम सेन्टरको कुरा गर्दा बर्दिवास, नेपालगञ्ज र चितवन रहेको छ। अनि क्राइटेरिया भनेको छ 15 दिन। क्राइटेरिया भन्नाले रिजेक्सन हुने 15 दिनपछि भ्याकेन्सी अनाउन्स भएको 15 दिनपछि तपाईले हालेको एप्लिकेसनहरु चाहिँ रिजेक्ट हुनेछ। अनि आवश्यक अनुसार डकुमेन्ट पुरा भएन भने चाहिँ त्यो पनि रिजेक्ट हुनेछ भन्ने यिनीहरु कुरा आइयो। अनि नोट्स दिएको छ सर्टलिस्टेड क्यान्डिडेटलाई चाहिँ रिटन एक्जामिनेसनको लागि चाहिँ इन्भाइट गरिनेछ। त्यसपछि तपाईको रिटन एक्जाम पास गरेकाहरुलाई चाहिँ मेरिट बेसिसमा चाहिँ इन्टरभ्यू गराइनेछ अरे है, फिजिकल इयर 83-84 को लागि। अनि यदि तपाई लोकलको हुनुहुन्छ भने चाहिँ तपाईलाई प्राथमिकता दिइनेछ। अब हेरौँ कहाँ छ त अप्लाई गर्ने ठाउँ भन्ने कुरा। म त्यो लिंक चाहिँ तपाईलाई डिस्क्रिप्सनमा राखिदिएको छु। growthseller.com यो रहेको छ। growthseller.com को तपाईको सुरुमा यो लिंक आउनेछ। यसमा चाहिँ तपाई गएर इन्डस्ट्रीजमा चाहिँ बैंकिङ चुज गर्नुभयो भने बैंकिङ एन्ड फाइनान्शियल इन्स्टिट्युसन गरेर एकचोटि सर्च गर्नुभयो भने चाहिँ सजिलो हुन्छ। कम्प्लायन्स इन्टरनल अडिट भन्ने आयो, तल तपाईको ट्रेनी आयो एबिसी बैंक, अनि कन्ट्र्याक्ट आयो है ट्रेनीको लागि चाहिँ। हेरौँ के छ। ट्रेनी भनेको छ ताप्लेजुङ, सप्तरी, कास्की, गुल्मी र मुगुको लागि रहेको छ। लोकेसन भनिदिएको छ। 223 जनाले हेरिसक्नु भएको छ। अप्लाई गर्नको लागि यहाँदेखि जानु पर्यो। अनि जब ओभरभ्यू भनेको चाहिँ स्यालेरी चाहिँ नट डिस्क्लोज भनेको छ हैन। यो चाहिँ करियर लेभल चाहिँ इन्ट्री लेभल रहेको छ। एक्सपिरियन्स चाहिँ 1 वर्षभन्दा कम भनेको छ। फ्रेसरले पनि दिन सक्ने भयो। अनि एजको कुरा गर्दा 26 इयर्स भइसक्यो, ब्याचलर भन्ने कुरा आइयो है। यहाँबाट चाहिँ तपाईले अप्लाई गर्न सक्नुहुन्छ। लगइन गर्नु गुगलबाट, त्यसपछि अप्लाई गर्नु। हस् त।
थ्याङ्क यू।